हेलो एभ्रिवान गाइज नमस्ते सबैजनालाई नमस्ते मेरो तर्फबाट र आजको मेरो नयाँ भिडियोमा सबैलाई स्वागत छ र भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला भन्न चाहन्छु। सकेसम्म च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। आजको बिहानको टाइममा चाहिँ हामी चाहिँ घाँस काट्न लागिरहेका छौँ। दादा चाहिँ माथि अघि गइसक्नु भएको छ, सो म चाहिँ दादालाई हेल्प गर्न गइरहेको छु। सो फाइनली भिडियो पुरा हेरिदिनु होला। कस्तो रहेछ त आजको हाम्रो काम होइन। घरदेखि पछाडिपट्टि छु। सबैले भिडियोलाई माया गरिदिनु होला, अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु। र साथी अहिले चाहिँ म घाँस काट्न गइरहेको छु, हेर्न सक्नुहुनेछ। दाइले चाहिँ अघि काटिसक्नु भएको छ, म चाहिँ हाँसियो मात्रै लिएर जाँदैछु। सो एकदम जाँगरिलो हुनुहुन्छ मेरो दादा चाहिँ होइन। काम लागिरहेको छ हल्का। गाइज फाइनली होइन भाडी पनि पुगिसकेको छ। म चाहिँ घाँस लिएर गइरहेको छु, जाँदैछु। दाइ चाहिँ फेरि पनि काट्दै हुनुहुन्छ, म चाहिँ आएको नि थोरै भयो पुऱ्याउन आएको गाईलाई। आया गल्यो म त। हेलो गाइज, हामी चाहिँ अहिले घाँस काट्दैछौँ। बहिनी चाहिँ अल्छी गरेर बिहानभर अल्छी गर्छ नि, अनि साह्रै अल्छी गर्छ यो मान्छे। मलाई यहाँ भिडियो बनाऊ कि बनाऊ भनेर अल्छी पारिसक्यो गाइस। मलाई त छुट्यो कोदो रोप्दाखेरि पो रमाइलो हुन्थ्यो भिडियो गर्नु। अब बनाउनु पर्छ। आज अप्ठ्यारो जान्छ ल। किन कोदोको बिउ राख्नु। को मन पनि जान्छ बाख्रा कसले हेर्छ? म हेर्छु। म एकै जान्छ के गरे मैले हिँडेर। हेलो कालो मान्छे। मलाई कम्ती कालो देख्दैन न भने आम्मा टाउको पनि कत्रो ठुलो छ, टाउको पनि ठुलो ठुलो छ। मान्छे नि कालो, मान्छे नि कालो टाउको नि ठुलो। के गर्नु गाइस, यस्तै छन् पानी तपाईँ। हामी त दाजु बहिनी जस्तै छैन के। म कालो न कालो छु, अनि ऊ चाहिँ उनीहरू फेरि गोरी हुनुहुन्छ। बहिनीहरू सबैजना गोरी छ, म चाहिँ भाइ हामी दाजुभाइ दुईजनै कालो कालो छु। कालो हुनु पनि कालो हुनु पनि फाइदा छ नि, कसैले पत्याउँदैन नि, थाहा छ कालो हुँदाखेरि। अनि धेरै हेन्सम भयो भने धेरै मान्छेले के भन्छन्। अनि मलाई त के लाग्छ, कालो भएकोमा खुसी लाग्छ क्या मलाई त। मान्छेले मन पराउँदैन भनेर आम्मा कालो भएर के भयो त, मन त सफा छ नि, कतिले मन पराउँछ। कतिले मन पराउँछ अनि तर म हस्ता गर्दिनँ नि। म कसैले मन परायो भने म त्यस्तो छुइनँ नि त। घाँसको डोको खाला दिएर नि यहाँ त सानो ल्याउनु पर्थ्यो नि त। अनि डोको पनि छैन। छोरा मान्छे छ अरे घरमा, डोको खाला यस्तो खरे यस्तो पनि छोरा मान्छे हुन्छ। सिप डङ्गर डाल चाल केही पनि छैन, लासहरू छैन। त्यतिका जिन्दगी घाँस काटेरै जाने भयो। डाँडो खान जान्छ अब।
हामी चाहिँ अहिले यो अलैँची हो अलैँची कहिले फल्ने हो यो पोरोको बिरुवा हो अनि अलैँची सफा गर्दै अब गाईले घाँस पनि काट्दै काम गर्दैछु भिडियो मन पऱ्यो भने सबैजनाले कमेन्ट गरिदिनु होला हामी अर्को पनि भिडियो ल्याउँछौँ अनि सब्सक्राइब पनि गरिदिनु होला हाम्रो युट्युब च्यानल हेर्नुहोस् यस्तो छ जुकाहरू हाम्रोतिर जुका यहाँ पनि जुकाहरू लागिरहेछ हेर्नु ए यहाँ मलाई हेर जुका जुका टन्ने रहेछ यहाँनिर घरमासतिर काटेर पो खाछु यहाँ हाम्रो गाउँमा यस्तो छ बहिनी यहाँ हेर त जुका यहाँ चाहिँ हाम्रो मकै छ यहाँनिर यसपाल यहाँ माथि मकैबारी पनि हामीले अलैँची लगाइसकेका छौँ यसपालदेखि हाम्रो घरसम्म मकै चाहिँ हुँदैन सबै अलैँची लगाइसकेका छौँ यहाँदेखि माथि सबै यहाँदेखि तल सबै अलैँची लगाइसकेको छ यसपाल चाहिँ बहिनीले घाँस काट्दैछन् म चाहिँ भिडियो बनाउँदैछु अब चाहिँ हाम्रो बारी पुग्न आँट्यो अब घर जाने हो त्यसपछि आज बिहानको लागि हाम्रो काम सकिन्छ अब तपाईँहरूसँग हामी भरे भेट्छु बाई बाई